हेलो नमस्ते गाइज, म फेरि पनि आएको छु यो चौथो भ्लगमा। हामी चाहिँ लदम घुम्न जाँदैछौँ। लदम जान लागेका छौँ। तपाईलाई सबै देखाउँदै जानेछौँ। अब चाहिँ सबै देखाउँदै जानेछु। म चाहिँ हजुरहरूलाई देखाउँदै यहाँको वातावरण सबै देखाउँदै जानेछु। के हो ल यता देखाउन अब यसरी खै ए बिरालो देखा ओ बिरालोलाई के भन्छन् भन्नुस् त इङ्ग्लिसमा? मलाई थाहा छैन। नानी भन्नु। क्याट। हेर्नु न गाइस रे आज कोरी रहेछ। ल न यस्तै सबै देखाउन देऊ। चलो हैन अगाडि लदम जाने बाटो रहेको छ। यो चाहिँ को जानुभएको छ सन्ध्या अर्काको लदम। यहाँ घर पनि बन्दै रहेछन्। अन्त धेरै समयपछि आएको छु लदम। हेलो बाई बाई हाई हाई। धेरै समयपछि आइयो लदम चाहिँ। हामी अस्ति न सेन्ट टेरेन्स जाँदा आउँदा नि मजा आयो नै मान्छे। साइडबाट हिँड्नुहोस् है। अब हामी लदमको गेटमा आइसक्यौँ। यो चाहिँ रहेको छ लदमको गेट। यहाँ चाहिँ सशस्त्रको स्थान। सशस्त्र यहाँ चाहिँ रहेको छ दुकान। अब हामी भित्र जाँदैछौँ। केटाटी आएका छैनन्। एकछिन केटाटीलाई पर्खिन लागेको छौँ। हामी चाहिँ यहाँ छौँ। देखेछ नि यहाँबाट। मैले यस्तै गरेछु। कार चाहिँ खराब भएछ। अलिकति बुढी भइएछ कि कुन के भइ। अहिले यिनी केटाटी आउँछ नि के गर्छ नि भन्नुहोस् त। म चाहिँ भित्र गएँ। ल अब मैले देखाउँदै जान्छु। नानीहरू आउँदैछन्। म चाहिँ लदमको गेटभित्र गइसकेँ। अया सशस्त्र वाओ नाइस। अब हुनेछन् हाम्रा नानी बाबुहरू। आइज स्वागत छ स्वागत। वाह हो त देखाऊ। ल सँगै उभिए है एकछिन यहाँ चप्पल उभा हो कि। वाह कसले गरिदियो? यही गर्न बसी थियो। वाह यही राख्नुहुन्छ तिउलाई उसमा अहिले राख्नलाई। कस्तो राम्रो भएको भाइ। ल वाह ल झ्यामैले भेट्ने साउ। ल हेर्नुहोस् है यो गाइस लदमको सिन सबै देखाउने छु मैले। सिन लदमको रहेको छ। कसरी देखाउँ त हजुरहरूलाई मैले भनेपछि यसरी लहेर नानीले कस्तो गराइदिन्छ क्या। फेरि यो चाहिँ गेट बनाउनु थाल्नुभएको रहेछ।
पहिलाको भन्दा चाहिँ अहिले चाहिँ धेरै रहेको छ। यो चाहिँ के हो रहेछ यस्तो, म चाहिँ यहाँ छु। कस्तो बनाएछ नानीले। म त लदममा छु। यो चाहिँ लदम हो। यो चाहिँ गैँडा के हो थाहा छैन मलाई पनि। अरूहरूले आफै हेर्नु होला। मैले चाहिँ सबै देखाउने छु हजुरलाई। चितुवा चित्ता गैँडा। यो चाहिँ वन मान्छे ट्याक्कै म जस्तै रहेछ। लगाएको रहेछ। ल यति झन्नै राख्यो यार मलाई यति। अनि चाहिँ यो चाहिँ अरू यहाँ चाहिँ यो रहेको छ बनघोडा टाइगर खासै हरियाली त छैन। अहिले पानी नपरेर दाद्रे हरियाली खासै छैन। यो चाहिँ मगरमच्छ हो कि क्या हो? ओ माई गॉड के हो यो? मगरमच्छ जस्तो छ हो। यो फुत्क्यो भने त खान्छ होला हो। Oh my god. डरला हो मलाई त जान्न हो। म त खिच्दैन। माफ गर्नु होला। ओ माई गॉड। सबै देखाइसकेको छु। जरायो देखाइछु। यो के भन्छ यसलाई? जरायो कता हेरे हो जरा अहिले आफ्नै पारामा छ। मस्त छ ऊ चाहिँ। मस्त चिज बडी मस्त छ आफ्नो पारामा। आफ्नो पारामा छ। यो चाहिँ तिमीलाई त सताउनु बहुत मजा आउँछ के अलि चाहिँ छैन। आमको सिजनमा चाहिँ यहाँ धेरै आमहरू धेरै राम्रो हुन्छ है। अनि चाहिँ अहिले चाहिँ सुनसान जस्तो कस्तो छ। उजाड छ। हाम्रो ग्याङ चाहिँ यहाँ हाई गरिदिनुहोस् सबैजनाले। जादर रहन्छ न खेल्ने ठाउँ त जादर रहन्छ को। अब कता जाने हो हामी? यतातिर देखा अरू छ। माथिबाट जाम लाउँछ त यताबाट फेरि घुमेर जाम ल को। आउनुहोस्
ल उसो भए यताबाट उ गर्छु र यताबाट हजुरलाई सबै देखाउँछु मैले किनभने अब नदेखाउनु थियो अब देखाएपछि त सबै देखाउनु पर्यो नि त यो चाहिँ लदम लदमको यो चाहिँ जङ्गल हो लदमको जङ्गल ल हेर्नुहोस् है त को धेरै जसो त आउनु भएछ होला यहाँ नआउनु भएकोले चाहिँ हेर्नु होला धेरैजना आउनु भएछ होला सायद नआउनु भएकोले चाहिँ सबैले हेर्नु होला यसमा चाहिँ के अरे अहिले त उजाड छ यहाँ हरियाली हुँदाखेरि धेरै राम्रो हुन्छ के अहिले चाहिँ यस्तो छ हजुरलाई भिडियो ब्याक गराएर देखाउँछु हस् त फेरि हामी फर्किसकेका छौँ घुमघाम गरेर यो चाहिँ आर्मी धारा रहेको छ आर्मी धाराबाट कोले चिन्नुहुन्छ यो उता जाने रहेको छ अब हामी घर फर्किँदैछौँ अब घर फर्किँदैछौँ हामी चाहिँ अहिले त यति बेला त नराम्रो देखिनु रहेछ सिन पनि नराम्रो आउनु जाम ए आउनु त तपाईँले सरक फ्याक्ट्री देखाइदिन्छु चाङ्मिन आउनुहोस् तपाईँले सरक फ्याक्ट्री यत्ने कतना थियो है ए सरक फ्याक्ट्री कतना अरे सरक फ्याक्ट्री भएको यही होइन र ए त यही हो नि त त्यही त रिमोट यी के घर रहेछ को हेर्नु न फ्यान्सी स्टोर भन्छ यत्ने हो को मुला कत्रो मुला हो कत्रो मुला राख्नु अचार बनाउनुहुन्छ खै भोटे हे मेरा बा भोटे लसुन भोटे पुकुली मलाई भेटाउनुहोस् यिनी साग टिप टाप पारेर खायो नि त अन्त यस्तो यस्तो नखाएर नाश भयो बिचरा यिनी त मिठो हुन्छ कि टिपटाप पारेर खाने नि पुरै यस्तो त्यत्तिकै प्यान लिएर गयो कसैलाई हरियो छैन हे भाइ यो घर त्यत्रको खडा गराइसकेको नि त छ ओके बाटैमा ओके पहिला उ थियो मान्छे नि बस्छन् होला कि पहिला यहाँ हाम्रो घर यही हो कि बिचैमा हेर्नुहोस् आउनु त्यताबाट जाऊँ त यहाँ पनि कति राम्रो साग हो हेर्नु त बिचैमा बाटैमा यही बाटो हिँड्थ्यो पहिला कुचो नि राखेको छ यही हो क्या
घरेरी हाम्रो दिदीको हो कि यहाँ ऊ छ यहाँ त हेर्नु त के हो त्यो ऊकै जुत्ता उ गर्नु कलेहरूलाई त्यहाँ फाले यहाँ त गरेर खानु देखानु कि मेठुल्दीको घरेरी हो को यो आउनुहोस् यतानेर जान्तार यो एउटा घरेरी हो योबाट ऊ त्यहाँसम्म ऊ त्यो यो के बाटो होइन रे यहाँबाट कति राम्रो गराएका भाइ छैन साग नै लगाएर छन् गोपी मुला बाटो रोइन्छ जम्म नि त त्यतै ठुलै छ यो घरेरी जाम बहुत धुलो लाग्छ जोस्तामा राखेर फुल कति राम्रो आउनुहोस् बुङ्कुली यस्तो गल्ली गल्ली गाउँ गाउँ बस्ती बस्ती त्यहाँ पनि हेर्नु न नखाएर त्यो सागै भरे हामीले भए कस्तो नेमाट नुमाट पारेर खाँदा पनि हाम्रो यसपालि हेरि सागै छैन भाइ के नयाँ ऊ बनाएर चाहिँ यस्तो मान्छे बस्ने यो फेरि के होला सागमा यो खानेपानीको त्यो ऊ बनाएर ए खानेपानी जोड्न लगाएको नयाँ घरमा ठ्याक्क नयाँ घर बनेछ अब हाटदिदीको घरहरू रह त्यहाँ ठ्याक्क अगाडि चाहिँ तिनी हाम्रा घर रहे तिनवटा घर ठ्याक्कै घरको पछाडि आइयो हामी चाहिने माने चाहिने यहाँ फेरि फोहोर जम्मा गरेछ नि यता त तपाईँ यहाँ हो हाई गर्ने चाहिँ एप्पल त होइन त्यो त हाम्रो दाइले घर बनाउँदै हुनुहुन्छ हाम्रो दाइले नयाँ घर जमाउँदै हुनुहुन्छ एकदम राम्रो होस् हाम्रो दाइको घर फेरि ठुलो भयो भने फेरि देखाउन मौका पाइयोस् ल हामी आयौँ अब हाम्रो घरमा आइपुग्यौँ हस् त सबैजनाले फेरि हामीले ल हामी आइसक्यौँ सबैजना त्यसो गर्ने नै आफू ठुला ल हामी आइसक्यौँ सबैजना